संसार अध्यारो छ, तर उहाँको मनमा सपनाको उज्यालो कहिल्यै निभाउन सकेको छैन। दुवै आँखा नदेख्दा पनि जीवनसँग हार नखाई कठोर परिश्रम गर्न सकिन्छ भन्ने कुरा धेरैलाई नपत्यारिलो लाग्न सक्छ। तर विराटनगरका चिरञ्जीवी शर्मालाई देख्दा जो कोहीको छाती गर्व र भावुकताले भरिन्छ। जन्मजात दृष्टिविहीन भए पनि उहाँको इच्छा शक्ति र आत्मबलको जवाब छैन। हरेक मंगलबार र शनिबार उहाँ व्यापारीहरूलाई कागती र खुर्सानीको माला बेच्नुहुन्छ। यति मात्र होइन, परिवारको गर्जो टार्न उहाँ मेन रोडका किराना पसलहरूमा आफै भारी बोकेर सामान पुर्याइरहेको भेटिनुहुन्छ। आफूले यो सुन्दर संसार र आफ्ना सन्तानको मुहार कहिल्यै देख्न पाउनु भएन, तर पसिनाको थोपा थोपा बेचेर आज छोराछोरीको भविष्य उज्यालो बनाउँदै हुनुहुन्छ। आफ्नै पौरखले परिवार पाल्ने चिरञ्जीवी शर्मा दृष्टि भएका हामी सबैका लागि प्रेरणाका एक जीवित र अजम्बरी उदाहरण बन्नु भएको छ।